तर फेरि जागेका जनताले पुरानालाई मात्र प्रश्न गर्छन् भन्ने होइन, नयाँलाई पनि प्रश्न गरिरहेका छन्। फिल्ड चेक गर्न आउँछु भन्नुभयो, तपाईँ फिल्ड चेक गर्न आउनु भएन। जस्तो यो भिडियोमा हेर्नुहोस्, मोरङ 3 मा नै रासपाका उम्मेदवार गणेश कार्कीलाई स्थानीय युवाले यसरी प्रश्न गर्छन्। तपाईहरुलाई हामीले भोट हालिसकेपछि हैन, भोलिको दिनमा तपाईहरुको मोटिभ के छ र? हामी जस्तो युवाहरूलाई कसरी रोजगारी दिन सक्नुहुन्छ? हामीले तपाईहरुबाट के अपेक्षा राख्ने? अर्को साम्पाङलाई पनि प्रश्न गरिरहेका छन्। यहाँ हेर्नुहोस् है, स्वाधीनता भनेर लेखेको छ नि, यो तपाईले लिनु न। सुदन गुरुङलाई पनि पेलिरहेका छन्। नि कानै चिरेका तपाईँ पहिला आएर मात्रै नहुने हो। अहिलेका जति पनि नयाँहरू छन् वा वैकल्पिक छन्, उनीहरूले के बुझ्नुपर्छ भने नयाँ र वैकल्पिकहरूमा जनताले देखाएको यो आशाको कारण उनीहरूले खत्रै केही गरे भनेर होइन, पुरानाहरूले केही गरेनन् भनेर हो। त्यसैले जनताले अवसर दिँदा उनीहरूले पनि जनतालाई पुरानाले जसरी नै निराश बनायो भने